हेलो गाइज, म अहिले ब्रुनाई दारुसलेममा छु है। अब यो तपाईँको एउटा साउथ इस्ट कन्ट्रिज हो। तपाईँको यतातिर तपाईँको सिङ्गापुर, अनि यतातिर तपाईँको मलेसिया पनि छ, अनि यतातिर चाइनाको चाहिँ समुद्रसँग जोडिएको देश भनेर भन्छन् होइन। अब यो यसको चाहिँ एउटा राम्रो पक्ष के भन्दा तपाईँको रुख बिरुवाहरू, इन्भाइरोमेन्ट प्रोटेक्सन के। यो टोटल यसको क्षेत्रफलको चाहिँ 70% बढी भाग चाहिँ तपाईँको यो रुख बिरुवाहरूले नै ढाकिएको छ अरे होइन। यति राम्रोसँग फेरि यो रुख बिरुवाले ढाक्यो भन्नुको मतलब हाम्रो देशमा पनि छ 20-40% रुख बिरुवाहरू छन्, तर हाम्रो देशमा फेरि यो वन्यजन्तु आरक्षी राष्ट्रिय निकुञ्ज भनेको छ, विकासका कामहरू पनि रोकेका छन् होइन। तर यहाँ विकास पनि त्यस्तै खतरा छ के। तपाईँको अब विकासको कुरा त तपाईँको हाम्रो यहाँको पर क्यापिटा इन्कम चाहिँ $30,000 हाराहारीमा जुन छ त्यसले नै देखाउँछ कति विकसित देश हो भनेर होइन। अनि त्यो विकसित हुँदै पनि यो इन्भाइरोमेन्ट पनि त्यसरी नै प्रोटेक्ट गरिएर राखेको छ कि। तपाईँको हेर्नुहोस् यहाँ यो मान्छेहरूसँग यसो बाहिरतिर हिँडेको देखिँदैन कि। किन नहिँडेको त यो मान्छेहरू त किन देखिँदैन त भनेको तपाईँको यहाँ सबैसँग गाडी, एउटै घरमा 2-4वटा गाडी छन् रे होइन। त्यो भएको हुनाले मान्छेलाई हिँड्न आवश्यकतै छैन अरे कि। अब गाडीमा चढ्यो सर अफिस कता जाने हो जा गयो। अनि तर पनि यस्तो विकास हुँदै पनि हाउ द इन्भाइरोमेन्ट प्रोटेक्सन र तपाईँको विकास सँगसँगै कसरी जान सक्छ भन्ने कुराको चाहिँ बेस्ट इक्जाम्पल। अनि अर्को कुरा तपाईँलाई एउटा राम्रो नौलो कुरा भनेको चाहिँ तपाईँको यो त्यो जुन यो डोम भनेर भन्छन् होइन, मुस्लिम रिलिजन मान्नेहरूको चाहिँ तपाईँको यो सुनको बनाइएको अरे कि। यस्ता तपाईँका सुनका 29वटा डोमहरू छन् रे यो देशभरि चाहिँ। यति धनी छ तपाईँको त्यो सुनको हो पुरै भन्ने कुरा चाहिँ सुनियो होइन। सो ब्युटिफुल कन्ट्री, तपाईँको रमाइलो लागिरहेको छ यहाँ। हुन त यो मेरो पहिलो विदेश घुमाइ हो अब, तर अब हिजो थाइल्यान्ड पनि घुमियो होइन। हिजो राति अस्ति एक रात घुम्यो, तर त्यहाँ त्यति राम्रो छैन के भने एकदम कोलाहल यताउता। तर यो हुन त त्यो सिटी थियो, तर नि यो पनि यहाँको चाहिँ तपाईँको राजधानी हो होइन। राजधानी हुँदै पनि इट्स सो मच अ पिसफुल, एकदमै तपाईँको कस्तो राम्रो कन्ट्री के।